युकेला गहन तरिकाले बुझिरहेको र त्यहाँ कस्तो स्टुडेन्ट गइरहेको छ के गइरहेको छ स्टुडेन्टले के भोगिरहेको छ त्यो समसामयिक विषयलाई तपाईँको नजरमा चाहिँ युके भन्नाले के बुझ्नुहुन्छ हजुरले चाहिँ? Okay, सर्वप्रथम त थ्याङ्क यू सो मच फर ह्याभिङ मी सर आई थिङ्क युरोप भन्ने बित्तिकै चाहिँ मैले एउटा ब्यारियर चाहिँ के देख्छु भन्दाखेरि कतिपय कन्ट्रिजहरूमा चाहिँ भाषाको ब्यारियर छ म्याक्सिमम युनिभर्सिटीले त आफ्नो टेस्ट पनि त राखिरहेको छ होइन त होइन त त्यो चिजले गर्दा त्यो दिएर पनि जान सकिन्छ अब फ्री अफ कस्ट नै राखिदिरहेको ग्लोबल पर्सपेक्टिभबाट चाहिँ युकेलाई कसरी चिनिन्छ भन्दाखेरि युके भन्ने बित्तिकै बर्थ प्लेस अफ मोडर्न एजुकेसन केबाट चाहिँ प्रोडक्सन भएको छ कि होइन त्यो सबै पनि युनिभर्सिटीले प्रायले चाहिँ इन्टेन्सन चाहिँ उसको चाहिँ यदि आउँदैछ भने साँच्चै आउँदैछ कि पढ्नै खोजे हो कि या इन्ट्री मात्रै हो त्यो त अभियसली नेपाल आउँदा पनि कतै डिपोर्ट भएको त हामीले पनि सुनेर हुन्छ नि होइन ऊ पनि घुम्नै आएको हो कि बस्नै आएको भनेर त यहाँको इमिग्रेसनले पनि त्यो गर्छ भने अभियसली त्यो देशको त रुल भइहाल्यो सो एउटा इन्टरभ्यू पनि राम्रोसँग उहाँले एक्सप्लेन गर्नु पर्यो त्यति मात्र नभइकन लेट्स से हामी नै एउटा म यो सब्जेक्ट पढ्छु या यो टपिकमा पढ्छु भने पनि त्यसको कोर्स छ कि युके चाहिँ एउटा ब्युटी चाहिँ त्यो लाग्छ धेरै नै छ धेरै 3500 भन्दा बढी चाहिँ सब्जेक्टहरू चाहिँ पढ्न पाउनुहुन्छ होइन युनिभर्सिटी प्रत्येक लेभलमा दिएको छ त्यो पनि एउटा चाहिँ बेनिफिट स्टुडेन्टलाई हो। नमस्कार सबैजनालाई म गणेश पाण्डे जाम्बेरी एजुकेसनबाट हेड अफ काउन्सिलर फर डेस्टिनेसन युके र अस्ट्रेलियाको लागि चाहिँ आज समसामयिक विषय युके किन त भनेर आज चाहिँ हाम्रो कुरा गर्न सानो पोडकास्ट जस्तो र इन्फर्मेटिभ सेसनहरू जस्तो दिनलाई चाहिँ आज गइरहेको छौँ जसमा चाहिँ मैले आज अलिकति यो युके डेस्टिनेसन नै अलि लामो समयबाट हेरिराख्नु भएको र युकेलाई गहन तरिकाले बुझिरहेको र त्यहाँ कस्तो स्टुडेन्ट गइरहेको छ के गइरहेको छ स्टुडेन्टले के भोगिरहेको छ त्यो समसामयिक विषयलाई आज हामीसँग अलिकति 2-4वटा कुराहरू सेयर गर्नको लागि चाहिँ आज म हाम्रो काजरी श्रेष्ठ जो चाहिँ विगत लामो समयबाट चाहिँ हाम्रो युके डेस्टिनेसन तथा युरोपलाई पनि हेरेर बसिराख्नु भएको छ उहाँलाई चाहिँ मैले आज आमन्त्रणा गरेको छु र प्लस भनेको उहाँले आफैले पनि स्टुडेन्ट रिक्रुटमेन्टहरू गर्दाखेरि भोगेका कठिनाइहरू या डिफ्रेन्ट ठाउँमा जाँदाखेरि चाहिँ स्टुडेन्टले सोध्ने क्वेसनहरू समसामयिक विषयमा रहेर चाहिँ आज हामी यो पोडकास्ट भनौँ या सानो छलफललाई सुरु गर्न गइरहेको छ। ओके काजरी म्याम वेलकम। अनि तपाईँको नजरमा चाहिँ युके भन्नाले के बुझ्नुहुन्छ हजुरले चाहिँ? ओके सर्वप्रथम त थ्याङ्क यू सो मच फर ह्याभिङ मी सर अब युकेलाई चाहिँ मैले एउटा ग्लोबल पर्सपेक्टिभबाट कुरा गरौँ न सर्वप्रथम होइन ग्लोबल पर्सपेक्टिभबाट चाहिँ युकेलाई कसरी चिनिन्छ भन्दाखेरि युके भन्ने बित्तिकै बर्थ प्लेस अफ मोडर्न एजुकेसन होइन एउटा फाउन्डेसन बिल्ड भएको जुन एजुकेसनको चाहिँ युकेबाट हो होइन युके भन्ने बित्तिकै नोबल प्राइज विनर्सहरू चाहिँ 100+ जना चाहिँ युकेबाट चाहिँ प्रोडक्सन भएको छ कि होइन त्यो सबै कुराहरूले सुन्दाखेरि युकेको जुन डिग्रीलाई हामीले कति भ्याल्यु गर्छौँ र कति रेस्पेक्टेड छ कि वर्ल्ड वाइड त्यति मात्र नभइकन अब यो वर्ल्डभरि नै एकदम प्रख्यात युनिभर्सिटिजहरू होइन जस्तै मैले इक्जाम्पल दिनु पर्दाखेरि तपाईँको अक्सफोर्ड युनिभर्सिटी क्याम्ब्रिज युनिभर्सिटीहरू 900 वर्ष पुरानोको युनिभर्सिटीहरू छन् नि त तर त्यो वर्ल्ड वाइड यति प्रख्यात र यति फेमस छ कि त्यस्तो युनिभर्सिटीहरू 900 वर्ष अगाडिदेखिको यो जुन प्रचलन छ नि युकेमा यो भनेको त हामीले अहिलेको जेनेरेसनहरूले पनि बुझ्नुपर्ने कुरा हो कि युके जाँदाखेरि चाहिँ कति वेल रेस्पेक्टेड र वेल भ्याल्युड चाहिँ उहाँले डिग्री कमाउन सक्नुहुन्छ भन्ने कुरा हो। अब आयो स्टुडेन्टको पर्सपेक्टिभबाट होइन स्टुडेन्टको पर्सपेक्टिभबाट हामीले युके किन जाने भनेर तपाईँले म्याक्सिमम नेपाली स्टुडेन्ट्सलाई तपाईँले सोध्नुभयो भने उहाँहरूको एउटा एन्सर के हुन्छ भन्दाखेरि सर्ट कोर्स ड्युरेसन होइन जस्तै नेपालमा पढ्नु पऱ्यो भने त 4 वर्ष लाग्छ एउटा कुनै मास्टर्स पढिरहेछ भने 4 वर्ष लगाएर उहाँले पढ्नुहुन्छ वेयरएज युके गएर पढ्नुभयो भने त 3 वर्षमा उहाँको मास्टर्स पनि सकिने भयो। त्यसै गरी मास्टर्सको पनि कुरा गरौँ होइन कसैले मास्टर्स पढिराख्नु भएको छ भने नेपालकै इक्जाम्पल दिउँ 2 वर्ष लाग्छ त्यसै गरी हो नि एक्जाम ढिला भयो भने त तपाईँको 3 वर्ष पनि लाग्न सक्ने सम्भावना छ तर युकेमा हो भने तपाईँको 1 वर्षमा मास्टर्स पनि सकिने भयो त्यसले के हुने भयो त तपाईँको टाइम सेभिङ पनि हुने भयो त्यसै सँगै तपाईँको कस्ट एफिसियन्सी होइन कसैले रिटर्न अन इन्भेस्टमेन्ट पनि छिटो पाउने भयो कि सो दुईवटा पर्सपेक्टिभबाट हेर्दाखेरि चाहिँ मेरो लागि युके चाहिँ ओभरअल चाहिँ यही नै भन्नुपर्ने। मैले सुने अनुसार चाहिँ युके चाहिँ प्राय गरी जस्तै लो जिपिए आए पनि जान मिल्ने ठाउँ भिजा
लगभग स्योरै भनौँ अन्टिल एन्ड अनलेस स्टुडेन्टहरू चाहिँ आफूमा सक्षमता जहाँ पनि जानलाई हुनु पर्यो र कति कुरो चाहिँ आउँछ पैसा महँगो हो कि या मैले गएर चाहिँ जस्तै अहिले अहिले पनि रिसेन्टली न्युजहरू आइरहेको छ जहाँ चाहिँ स्टुडेन्टहरूले दुःख पाए या अब स्टुडेन्टले टाइमली इनरोल नगर्दाखेरि चाहिँ फर्किने पो भोलि बिहान पर्ने हो कि भन्ने जस्तो कुरा पनि समसमाइ सुनिरहेको हुन्छ नि त मार्केटमा होइन यो चिजलाई चाहिँ हजुरले कसरी हेर्नु भएको छ र खास युके गएको या युके जाने सोच्ने जो विद्यार्थीहरू भाइ बहिनीहरू छन् उहाँहरूले चाहिँ प्राय ध्यान दिनुपर्ने कुराहरू या उहाँहरूको प्यारेन्ट्सले पनि भन्छु म चाहिँ प्राय गरी किनभने पैसा लगानी गर्ने भनेको त प्यारेन्ट्स नै हो नि त अभियसली होइन त त्यो चिजले गर्दा उहाँहरूले अलिकति आफ्नो बच्चा बच्ची पठाउँदाखेरि या आफूले पनि अलिकति वाइड रेन्जमा सोच्दाखेरि चाहिँ कुन कुन कुरालाई ध्यान दिँदाखेरि चाहिँ उहाँहरूले चाहिँ अलिकति आफ्नो छोराछोरीले पनि दुःख नपाउने र जुन कार्यको लागि ऊ त्यहाँ गएको छ त्यो चिजहरू पुरा चाहिँ भएको पनि देख्न पाउने चिजहरू चाहिँ कुनै हजुरले त्यस्तो चाहिँ कुनै के कुरामा ध्यान दिँदा राम्रो हुन्छ जस्तो लाग्छ ओके आई थिङ्क फर्स्टमा त सुरु गरौँ स्टुडेन्टको एकाडेमिक्सबाट होइन कसैले युके जाने भनेर सोचिराख्नु भएको छ भने फर्स्टमा त उहाँहरू मेन्टली पनि प्रिपेयर हुन एकदमै नेसेसरी छ साइड बाई साइड एकाडेमिकली उनीहरू एकदमै प्रिपेयर हुनै जन्मभूमि छोडेरै जाने भइसकेपछि त्यति मात्र नभइकन कसैले धेरै जस्तो युके जाने भनेको +2 सकाएर जानुहुन्छ कि नेपालबाट +2 सकाएर के गरी युके जाने प्लानिङमा हुनुहुन्छ भने फर्स्ट थिङ उहाँले के गर्नु पर्यो त आफ्नो एकाडेमिकली एकदमै सक्सेसमा चाहिँ उहाँले राम्रोसँग पढेर राम्रो ग्रेड्स लिएर आउनु पर्यो होइन लेट्स से तपाईँले जोड्नु भयो कि लो जिपिए भएको स्टुडेन्ट्सहरू पनि जान पाउँछ युके चाहिँ एउटा युके एउटा यस्तो कन्ट्री हो कि जसमा चाहिँ समानता छ कि जस्तै कसैको लो जिपिए छ भन्ने बित्तिकै उसलाई एक्सेप्ट नगर्ने अथवा हाई जिपिएलाई मात्र हामी पढ्ने अवसर सँगसँगै लङ ग्यापलाई पनि एक्सेप्ट गर्छ भन्ने सुनेको छु मैले चाहिँ मजाले सर एकदम मजाले अब यसलाई चाहिँ कस्तो हुन्छ भन्दाखेरि तपाईँको लो जिपिए सँगसँगै तपाईँको 10 वर्षसम्म पनि ग्याप होइन जस्तै मैले कति स्टुडेन्ट्सहरू भेटेको छु जसको चाहिँ एकदम लो जिपिए जस्ट पास मात्र भइराख्नु भएको ड्यु टु सम सर्कमस्टान्सेसले गर्दाखेरि उहाँहरू नपढेरै उहाँको लो जिपिए आएको भन्ने हुँदैन नि त लाइफमा उहाँहरूको धेरै सर्कमस्टान्सेस सिचुएसनले गर्दा उहाँको जिपिए कम होला अथवा ग्याप धेरै भएको हुनसक्छ त्यस्तो स्टुडेन्टले पनि मजाले युकेमा चाहिँ पढेर सक्सेसफुली ग्रेजुएट भएर चाहिँ आफ्नो हुन्छ नि तपाईँको काम मजाले गरिराख्नु भएको छ राम्रो काम पाइराख्नु भएको छ होइन सो त्यो सँगसँगै अब पेरेन्ट्सको कुराहरू पनि आउँछ युके जाने स्टुडेन्टको चाहिँ अलिकति मोस्टली डिसिजन मेकिङ चाहिँ पेरेन्ट्सै हो किनकि हजुरले भन्नुभयो नि त किनकि फाइनेन्सेस त सबै फन्डिङ बाई द पेरेन्ट्स छ होइन पेरेन्ट्स कन्भिन्स हुनु भएन भने स्टुडेन्टले युके जाने मात्र सपना देखेर मात्र भएन कि इक्वली फ्यामिलीबाट पनि सपोर्ट पाउनै पर्छ किनकि महँगोको कुराहरू जोडिन्छ युके भन्ने बित्तिकै एउटा मान्छेले अलिकति महँगो रहेछ भन्ने एउटा जुन चाहिँ पर्सेप्सन छ नि त्यसलाई चाहिँ म कति हदसम्म सही हो र कति हदसम्म गलत छ भन्ने कुरामा चाहिँ म के क्ल्यारिफाई गर्न चाहन्छु भन्दाखेरि नेपालबाट बाहिर जुनसुकै कन्ट्री जानुहोस् होइन तपाईँको एक्सचेन्ज रेटको दरले हेर्नुहुन्छ भने युकेको एक्सचेन्ज रेट भनेको नेपालको अहिले आई थिङ्क 202 पुगेको छ होइन तपाईँ डलरको कुरा गर्नुहोस् क्यानाडियन डलर हो भने आई थिङ्क अहिले 100+ पुगिसकेको छ नेप्लिस रुपिसमा नेपालबाट जुनसुकै ठाउँ जानुहोस् इट्स कन बी दी एक्सपेन्सिभ नट जस्ट युके मात्र होइन सो युकेलाई मात्र महँगो भनेर त्यसरी हामीले जोड्न चाहिँ मिल्दैन जस्तो लाग्छ मलाई होइन तर ह्याभिङ सेड द्याट अलिकति फाइनेन्सियली पनि हामीले पेरेन्ट्सलाई चाहिँ इन्फर्म चाहिँ गर्नुपर्ने हुन्छ कोही स्टुडेन्ट विद्यार्थी युके पढ्न गइरहेको छ भन्ने बित्तिकै ए ल 50% 50% मैले ट्युसन फी पे गरिदिएँ अब त्यहाँ गएर स्टुडेन्ट आफै कमाउँछ आफै गरी खान्छन् भनेर सोच्नु चाहिँ भएन युकेको केसमा अनि अर्को चिज भनेको चाहिँ होइन मैले भन्नु खोजेको जस्तै कमाउने पार्ट भनेको त अब 20 घन्टा काम गर्न पाउने भन्ने चिजहरू छ त्यो भनेको लिभिङको लागि चाहिँ उनीहरू चाहिँ कमसेकम त्यहाँ बस्दाखेरि चाहिँ दुःख नपाओस् उनीहरूले चाहिँ फन्डिङ पढाइको फन्डिङ प्यारेन्ट्सले गरे पनि आफू खाना बस्नुलाई चाहिँ पुगोस् भन्ने कुरा हो र उसको साथसाथै पढाइ पनि ह्याम्पर नहोस् भन्ने कुरा चाहिँ परेको चिजहरू चाहिँ अनि उसले आफूले जस्तै मैले कति कुरा चाहिँ या समसामयिकमा कति सुनिरहेको पनि हुन्छु र देखि पनि रहेको छु 2-4 जना स्टुडेन्ट त्यस्तो पनि भेटेको पनि छु मैले चाहिँ जस्तै पिएसडब्ल्यू को क्राइटेरियाको लागि चाहिँ म एलिजिबल भएन भन्ने पनि कति कुरो सुनिरहेको हुन्छ अब त्यस्तो कुरामा हजुरसँग केही जानकारी छ या एक्सपिरियन्सहरू केही छ त्यस्तो अभियसली अब यस्तो हो अब मैले ग्रेजुएसन गरिसकेपछि मैले 18 महिनाको पिएसडब्ल्यू पाउँछु भनेर धेरै स्टुडेन्ट्सहरू एकदम एक्साइटेड हुन्छन् कि अब त्यसको क्राइटेरिया पाउनको लागि 18 महिना कसैले त्यहाँ लिगली तपाईँलाई काम गर्न दिइरहेको छ युकेले भनेपछि त्योभन्दा अगाडिको जुन बाटो हामी हिँड्छौँ नि स्टुडेन्टहरू त्यसमा चाहिँ एकदम पोख्ता हुन चाहिँ नेसेसरी छ कि सर्वप्रथम त ग्रेजुएसनको कुरामा
उहाँहरूले कति तपाईँको ऊ ल्याउनुहुन्छ मार्क्स होइन जस्तै मिनिमम पनि तपाईँको 70% 80% अचिभ गर्ने पर्यो होइन अटेन्डेन्सको कुराहरू आउँछ लिगली अथवा इलिगली केही कामहरूमा उहाँहरू इन्भल्भ भएको हुनु भएन होइन जस्तै कसैले पिएसडब्ल्यू क्लेम गरिरहेछ भने उहाँको हरेक हिस्ट्री र हरेक मुभमेन्ट्सहरू चाहिँ युकेबाट चाहिँ हेरिन्छ कि सो आई थिङ्क त्यो रिजनले गर्दाखेरि चाहिँ मेरो एक्सपिरियन्समा चाहिँ जुन चाहिँ पिएसडब्ल्यू धेरैले पाएन भन्ने सुन्न सकिन्छ तर मैले जतिजना स्टुडेन्ट्सहरू मेरो हाम्रो युनिभर्सिटीमा गएको स्टुडेन्ट्सहरूले चाहिँ सबैले चाहिँ पाइ चाहिँ राख्नु भएको छ किनकि तपाईँको लिगल इलिगल एक्टिभिटिजमा केहीमा पनि इन्भल्भ चाहिँ हुनु भएन कि स्टुडेन्ट्सहरू जे उद्देश्यको लागि गएको छु त्यो चाहिँ गर अनि म तिमीलाई 18 महिनाको पिएसडब्ल्यू चाहिँ दिन्छु त्यो पनि 18 महिनाको पिएसडब्ल्यू पाउँदाखेरि जेनरली के हुन्छ भने जे पायो त्यही गर्ने या काम जे गर्दा पनि हुन्छ भन्दा पनि प्लिज हजुरहरूले पनि स्टुडेन्टहरूले पनि या प्यारेन्ट्सहरूले पनि के बुझिदिनु पऱ्यो भन्दाखेरि चाहिँ हामी स्टुडेन्ट या भाइ बहिनीहरूलाई पठाउँदैछौँ भने चाहिँ उनीहरूको क्यारियर बनाउँदैछौँ त्यही कारणले गर्दाखेरि चाहिँ जुनसुकै विषयमा पढेको छ या आफूले पढेको फिल्डमै काम गर भन्ने हो किनभने भोलि बिहान त्यही काम पाऊ भन्ने त हो नि होइन त्यो चिजहरू त्यो दिएको पनि त्यही आधारमै हो भोलिको दिनमा किनभने त्यो भयो भने चाहिँ कसैले स्पोन्सर गर्न सक्छ या भोलि बिहान सेटलमेन्टकै अप्सन आउला बाहिरै बस्छु भन्ने होला या नेपालै फर्किन्छु भन्ने होला द्याट इज जहाँ गए पनि आफू बिक्ने तरिकाले चाहिँ काम गर भन्ने कुरो चाहिँ हो कि अब कोही मान्छे मानौ अब कोही स्टुडेन्टहरू हुन्छ अनएक्सपेक्टेडली अघि भने जस्तो चाहिँ लङ ग्यापलाई चाहिँ गऱ्यो मानव +2 दियो केही कारणले गर्न मिलेन उसलाई चाहिँ पढ्न मिलेन तर कुनै समयमा गएर चाहिँ होइन पढ्नु चाहिँ पर्ने रहेछ है भन्ने भयो भने चाहिँ यस्तो मान्छेलाई पनि हामीले युके त प्लेस गर्न सक्छौँ होला नि त होइन है पक्कै पनि सक्छौँ सर र सक्सेसफुली भिजा लागेर जानुभएको एकदम धेरै केसेसहरू पनि छ जस्तै अब कति धेरैजना स्टुडेन्ट्सहरू हुनुहुन्छ कि मार्केटमा हुन्छ नि अब 5 वर्ष 6 वर्ष 10 वर्षसम्म ग्याप हुन्छ ल अब मैले विदेश जाने सपना मेरो त्यही रोकियो भन्ने स्टुडेन्ट्सहरू धेरै भेट्नुहुन्छ कि हजुरले अब त्यस्तो स्टुडेन्टलाई चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि युके जाने सपना देखिराख्नु भएको छ तर ग्यापले तपाईँलाई अलिकति सताइरहेको छ भने अब आत्तिनु चाहिँ पर्दैन कि 10 वर्षको ग्यापलाई पनि हामीले मजाले एक्सेप्ट गर्छौँ अफर पनि दिन्छौँ एउटा मेहनत भनेको उहाँले के गर्नु पर्यो त आफ्नो सिभी अथवा रेजुमेमा चाहिँ अलिकति स्ट्रङ मेहनत चाहिँ गर्नु पर्यो के गर्नु पर्यो भन्दाखेरि ग्यापको जस्टिफिकेसन होइन 5 वर्षसम्म ग्याप छ भने त्यो ग्यापमा के गर्नु भयो त कतै काम गर्नु भएको छ भने त्यहाँबाट वर्क एक्सपिरियन्स सर्टिफिकेटहरू लिने कि त्यो कामबाट के कस्ता स्किल्सहरू सिक्नु भयो भनेर हरेक सिभीमा चाहिँ उहाँले मेन्सन गरिदिनु भयो भने एउटा क्ल्यारिफिकेसन त्यहाँबाट जाने भयो सपोर्टेड बाई त तपाईँको वर्क एक्सपिरियन्स लेटरहरू होला अथवा के लेटरहरू छ उहाँको सब्मिट गर्नु पर्यो त्यसो सँगै एउटा इन्टरभ्यू हामीले म्यान्डेटरी गर्छौँ कि विद्यार्थीको इन्टेन्सन त थाहा हुनु नेसेसरी छ 10 वर्षसम्म ग्याप छ भन्ने बित्तिकै हजुरहरूले भन्दा पनि युनिभर्सिटीले प्रायले चाहिँ इन्टेन्सन चाहिँ उसको चाहिँ यदि आउँदैछ भने साँच्चै आउँदैछ कि या पढ्नै खोजे हो कि या इन्ट्री मात्रै हो त्यो त अभियसली नेपाल आउँदा पनि कतै डिपोर्ट भएको त हामीले पनि सुनेर हुन्छ नि त होइन ऊ पनि घुम्नै आएको कि बस्नै आएको भनेर त यहाँको इमिग्रेसनले पनि त्यो गर्छ भने चाहिँ अभियसली त्यो देशको त रुल भइहाल्यो सो एउटा इन्टरभ्यू पनि राम्रोसँग उहाँले एक्सप्लेन गर्नु पर्यो त्यति मात्र नभइकन लेट्स से हामी नै एउटा एक्जाम्पल मानौँ न तपाईँको 1-2 वर्षसम्म हामीले लेख्न छोड्यौँ भने हामीले हातै नचलेको जस्तो लाग्छ 5 देखि 10 वर्षसम्म ग्याप भएको स्टुडेन्टले त कलम चलाउने बिर्से जस्तो लाग्छ कि त्यसको लागि चाहिँ हामीले उनीहरूलाई कसरी रेडी गर्ने भन्ने कुरामा चाहिँ हाम्रो युनिभर्सिटीहरूले पनि धेरै सपोर्ट गरिदिनुहुन्छ कि युकेको सो एउटा 1-to-1 तपाईँको सेसनहरू राखेर हुन्छ कि होइन उहाँलाई आफै गाइड गरेर हुन्छ कि के गरेर चाहिँ उहाँको प्रोफाइललाई चाहिँ स्ट्रङ बनाउन सक्छ भनेर गाइडेन्स पनि युकेको युनिभर्सिटिजहरूले चाहिँ गरिदिनुहुन्छ कि सो त्यो भइसकेपछि जसले एकदम होपलेस केसहरूलाई पनि अलिकति होपफुल बनाएर चाहिँ ल युके पढ्न सकिन्छ है भनेर चाहिँ एउटा पोजिटिभ बाटोमा चाहिँ देखाइदिनुहुन्छ कि युकेको युनिभर्सिटिज मेरो दिमागमा एउटा क्वेसन आइरहेको छ अहिले चाहिँ कति युनिभर्सिटीहरू चाहिँ आइल्स वेभियर भन्छ या आइल्स भनेको मानव इङ्ग्लिस ल्याङ्ग्वेज टेस्ट चाहिँ वेभियर अब समसामयिक मैले जस्तो मान्छेले बुझ्दाखेरि या मैले बुझाउन नसके हो कि धेरैले चाहिँ अब जहाँ इङ्ग्लिसको चाहिँ उत्पत्ति भएको ठाउँ भनौँ नि एउटा एक प्रकारले चाहिँ होइन त्यो कन्ट्री जाँदै हुनुहुन्छ त्यहाँ चाहिँ आइल्स बिना चाहिँ जाँदैछु भनेर सोद्धाखेरि चाहिँ नराम्रो जस्तो चाहिँ मलाई लाग्थ्यो है अनि अब कति युनिभर्सिटीहरूले चाहिँ यो वेभियर पनि देखाइदिइराख्नु भएको छ अब यसमा चाहिँ इम्प्याक्ट स्टुडेन्टहरूलाई चाहिँ कस्तो पर्ला जस्तो लाग्छ तपाईँलाई अब गरेर जाँदा राम्रो कि नगरेर किनभने
फ्रीमै दिइरहेको छ भने किन चाहिँ मैले पैसा तिर्ने भने जस्तो पनि त्यो चिज पनि सोचिरहेको हुन्छ स्टुडेन्टले हैन त्यो चिजलाई चाहिँ हजुरले कसरी एनालाइसिस गर्नुभएको छ त्यसलाई अब यो एकदम वेबर इङ्ग्लिस वेबर होइन तपाईँको +2 को इङ्ग्लिसमा कसैको बिआ छ ए आएको छ भने डिरेक्ट वेबर गरिदिने भनेर एकदम प्रचलन छ सर मार्केटमा सो त्यसलाई चाहिँ म दुई तरिकाले चाहिँ म हेर्छु होइन अब एउटा तरिकाले हेर्दाखेरि चाहिँ ल स्टुडेन्टको एकाडेमिकली उनीहरूको +2 मा इङ्ग्लिसमा एकदमै अब्बल गरेका छन् ए आएको स्टुडेन्टहरूलाई त राम्रै मान्नु पर्यो नि त सो एउटा युनिभर्सले चाहिँ त्यो प्याटर्नबाट हेर्दाखेरि चाहिँ ए लिएर आएको छ बी लिएर आएको छ स्पिकिङ राम्रै होला पढ्न लेख्न बुझ्न इङ्ग्लिसमा सबै सक्छ भन्ने एउटा मान्यताले गर्दाखेरि चाहिँ यो वेबर भन्ने चाहिँ एकदम फेमस भएको जस्तो लाग्छ तर यसको ड्रब्याक्स पनि छ कि सर होइन जस्तै युकेभिआईको त रिक्वायरमेन्ट हो नि त एउटा इङ्ग्लिस ल्याङ्ग्वेज चाहिँ मेरो देशमा आइरहेको छ भने त इङ्ग्लिस ल्याङ्ग्वेज एउटा एक्स्ट्रा क्लास पढेर आउनु तपाईँहरूलाई राम्रो भनेर बुझिन्छ कि किनकि इङ्ग्लिसमा त हामीले धेरै जस्तो एकाडेमिकली त तपाईँको रिटर्न फर्ममा हुन्छ कि त्यहाँ त नेपालको कल्चर तपाईँलाई थाहा नै होला सर जस्तै इङ्ग्लिस बोल्नु भनिसकेपछि नेपाली स्टुडेन्ट्सहरूलाई त्यति इन्ट्रेस्ट लाग्दैन कि त्यसलाई चाहिँ हामीले अलिकति मध्यनजर गरेर जति पनि युके युनिभर्सिटीले जसले वेबर लिएर आइदिनु भएको छ त्यसलाई चाहिँ अलिकति कम गराएर इङ्ग्लिसलाई आइएल्स पिटी अथवा ड्युलिङ्गो म्यान्डेटरी गरिदिनु भयो भने चाहिँ विद्यार्थीहरूले हाम्रो पनि एउटा कन्सेप्ट पनि छ फेरि यो इङ्ग्लिस ल्याङ्ग्वेज भनेको चाहिँ आइएल्स या टोफल या पिटी मात्रै हो भने जस्तै ड्युलिङ्गो हुनसक्छ युनिभर्सिटीले त मैले अझ सुनेको छु कि के अरे युनिभर्सिटीहरूले त म्याक्सिमम युनिभर्सिटीले त आफ्नो टेस्ट पनि त राखिरहेको छ होइन त होइन त त्यो चिजले गर्दा त्यो दिएर पनि जान सकिन्छ अझ फ्री अफ कस्ट नै राखिदिरहेको हुन्छ कति युनिभर्सिटीहरूले त होइन त त्यो चिजहरू पनि दिँदाखेरि चाहिँ राम्रो जस्तो लाग्छ मलाई हो नि सर किनकि उसले इङ्ग्लिस केही पढ्नै सकेको छैन बोल्न सक्दैन भनेपछि युके गएर अझ भोलिको दिनमा चाहिँ इन्टरभ्यू आउँछ भन्छ हाई कमिसनबाट जुन इन्टरभ्यू भनेपछि जुन एउटा फिभर हुन्छ नि हामीलाई चाहिँ ज्वरो आए जस्तो हुन्छ नि त अहिले पनि हामीलाई कुनै एक्जाम दिनु छ भने त हामीलाई त आउँछ अब भाइ बहिनीलाई नआउनु त कुरै भयो त्यो चिजले गर्दा अब त्यो इन्टरभ्यूहरू क्लियर गर्नको लागिदेखि लिएर सबैको लागि चाहिँ मद्दत पुग्ने एउटा इङ्ग्लिस भनेको त एउटा स्किल्स त हो नि सर होइन वर्ल्ड वाइड एउटा कमन ल्याङ्ग्वेज भनेकै तपाईँको इङ्ग्लिस हो होइन उसले पढ्न सकेन बोल्न सकेन बुझ्न सक्दैन र सुन्न सक्दैन इङ्ग्लिसमा भन्यो भने युके गएर पनि उहाँहरूलाई साह्रै गाह्रो हुन्छ किनकि युके जानु मात्र ठुलो कुरा भएन क्या सर त्यहाँ गएर सस्टेन हुनु पर्यो कुरा गर्नु पर्यो कम्युनिकेट गर्नु पर्यो नेटवर्किङ बनाउनु पर्यो होइन ग्लोबल पर्सपेक्टिभ ग्लोबल मार्केटमा गइसकेपछि त इङ्ग्लिस भनेको त एउटा मिडियम अफ ल्याङ्ग्वेज भएको हिसाबले एउटा म्यान्डेटरी चाहिँ हामीले गरिदिनु पर्ने हो युकेका युनिभर्सिटिजहरूले होइन तर धेरै छ हजुरले त अझ युरोप पनि हेरिरहेको भएको छ नि त होइन कम्पेरिटिभली अब युरोप भन्दाखेरि त हाम्रो युके इन्क्लुडिङ नै गर्ने हो खास चाहिँ तर बाहिर भएको कारणले गर्दाखेरि चाहिँ अरू 26-27वटा कन्ट्री र युकेलाई फरक देखिन्छ होइन अनि डेस्टिनेसन युरोप पनि कस्तो कस्तो मान्नुहुन्छ हजुरले युके कस्तो युके ठिक कि युरोप ठिक कि अब मान्छे चाहिँ कन्फ्युजन त भइराखेको हुन्छ होइन त्यो चिजले गर्दाखेरि चाहिँ आफ्नो विशेषता त होला त्यो देशमा होइन तर कुनै व्यक्ति एकजना आयो मानौ भनेपछि उसलाई चाहिँ सजेसन गर्दाखेरि चाहिँ युरोप या युके भन्दाखेरि के कस्तो हुन्छ अब यस्तो सर आई थिङ्क युरोप भन्ने बित्तिकै चाहिँ मैले एउटा ब्यारियर चाहिँ के देख्छु भन्दाखेरि कतिपय कन्ट्रिजहरूमा चाहिँ भाषाको ब्यारियर छ होइन युकेमा जानुभयो भने सबैजनाले इङ्ग्लिस बोले पुग्यो त्यसमा तपाईँको एडिसनल अब चाहिँ युरोपकै कुरा गर्दाखेरि जर्मनीमा भयो भने जर्मन भाषा म्यान्डेटरी छ होइन तपाईँको मिनिमम पनि इन्टरमिडिएट लेभल भनेको तपाईँको B1 B2 लेभलसम्म स्टुडेन्टले पढेर जानै पर्ने हुन्छ त्यसै गरी नेदरल्यान्डको कुरा गर्नुहुन्छ भने चाहिँ अब डच ल्याङ्ग्वेज भनेर भनिन्छ तर इङ्ग्लिस पनि बोलिन्छ त्यता तर भाषाको एउटा ब्यारियर हो कसैलाई युके जानु छ र युरोप जानुमा चाहिँ एउटा भाषा चाहिँ सिम्पल एक्जाम्पल गर्दा नेपालमा चाहिँ नेपाली बोल्दा सजिलो कि इङ्ग्लिस बोल्दा सजिलो भनेर सो कुरा त भयो नि त हजुर एउटा भनेको तपाईँको भाषाको हुने भयो त्यसै गरी एउटा ट्युसन फीको पनि कुरा हुन्छ कि सर तपाईँको युरो र तपाईँको पाउन्ड्सको एक्सचेन्ज रेट हेर्नु भयो भने युरोको तपाईँको एक्सचेन्ज रेट अलिकति लोवर छ होइन तपाईँले अब चाहिँ कोही युके गएर होइन पढ्नुहुन्छ मजाले पढ्नुहुन्छ र 18 महिना पिएसडब्ल्यूमा चाहिँ वर्क एक्सपिरियन्स लिन चाहनुहुन्छ र थोरै पैसा कमाउन चाहनुहुन्छ भने उहाँहरूको तपाईँले जुन कमाउने पैसा चाहिँ अलिकति बढी देखिन्छ नेपालमा तर युरोपमा गएर कमाउनुहुन्छ भने 1 वर्षको पिएसडब्ल्यू पाउनुहुन्छ उहाँहरूले तपाईँको कमाइको आम्दानी हेर्दाखेरि पनि अलिकति थोरै देखिन्छ सो अब डिफ्रेन्स अब स्टुडेन्टले आफै छुट्याउनु पर्यो कि अब सर्वप्रथम त मैले त अब युरोप पनि हेर्छु सर युके जाने कहाँ भन्ने चाहिँ जाने कहाँ र भिजन अब्जेक्टिभ के हो गोल के हो म युरोप गइसकेपछि चाहिँ म जर्मनी गइरहेको छु न जर्मनी के कारणले गइरहेको जर्मनी के सब्जेक्ट पढ्न गइरहेको हैन त्यो सब्जेक्ट पनि म्याटर गर्छ नि हैन धेरै म्याटर गर्छ हामीले अहिलेसम्म सुनेको जर्मन भनेको त प्राय गरी चाहिँ इलेक्ट्रोनिक या अटोमोबाइल्स हैन अटोमोबाइल्सहरुलाई एकदमै राम्रो कन्ट्री मानिन्छ युके हस्पिटालिटी बिजनेसको लागि चाहिँ सबैभन्दा खतरा मानिन्छ हैन अब यो चीजहरु हुन्छ
मैले त अझ युके मलाई आफूलाई पनि पर्सनली युके चाहिँ एउटा कुराले मनपर्छ मलाई हजुर हजुर विथ लाइक माइक्रो लेभल जुन हाम्रो स्टडिज ग्रुप हुन्छ नि हजुर म यो सब्जेक्ट पढ्छु या यो टपिकमा पढ्छु भने पनि त्यसको कोर्स छ कि युके चाहिँ एउटा ब्युटी चाहिँ त्यो लाग्छ धेरै नै छ धेरै नै 3500 4000 भन्दा बढी चाहिँ सब्जेक्टहरू चाहिँ पढ्न पाउने छ हैन युनिभर्सिटीले प्रत्येक लेभलमा दिएको छ त्यो पनि एउटा चाहिँ बेनिफिट त स्टुडेन्टलाई हो नि त हो नि सर जस्तै अब नेपालमा उसले भने जस्तो कोर्स पढ्न पाइँदैन अब एकदम लिमिटेसन छ नि त नेपालमा जस्तै बिबिए भन्यो बिबिएस भन्यो बिएससी सिएसआइटी भन्ने भयो लिमिटेड छ तर तपाईँले युके तपाईँले भन्नुभएको जस्तो युकेमा त यति धेरै तपाईँको कोर्सेस अप्सन छ कि कतिपय कोर्स अप्सन त नेम त मलाई पनि थाहा हुँदैन कि यति धेरै छ कि उसले जे पढ्न मन छ त्यसमा स्पेसलाइज पनि गर्न सक्छ कि युकेमा चाहिँ सो त्यो एउटा चाहिँ एकदमै प्लस पोइन्ट छ युकेको कन्टेक्स्टमा हेर्दाखेरि चाहिँ अनि युके जस्तै अब युकेले अब त्यो एउटा त्यो पोइन्ट त भइहाल्यो होइन युकेलाई एज अ स्टुडेन्टको नजरबाट सुरुमै म केही चिज गर्दैछु या मानव म प्लान गरेँ अब उनलाई 2-3टा कुराले कन्फ्युजन गरेको मैले भेटेको छु र त्यसमा सल्युसन नै हामीले दिने प्रयास चाहिँ गरिरहेको छौँ प्राय गरी चाहिँ युनिभर्सिटी यो ठिक हो कि होइन कि होइन म लन्डनै जाउँ अब अझ मेजर अहिले सुनेको त अनि अब युके भनेको चाहिँ अब म्याक्सिमम स्टुडेन्टहरूलाई अहिलेसम्म पनि युके भनेको चाहिँ उनी लन्डन मात्रै याद छ होइन अब जहाँ चाहिँ युके 4वटा कन्ट्री मिलेर चाहिँ एउटा चाहिँ संयुक्त राज्य बन्या हो भन्ने चाहिँ कतिलाई थाहा पनि छैन होइन त त्यो चिजहरूले गर्दा पनि चाहिँ लन्डनै भन्ने किन होइन किनभने वी डु हेभ लाइक फुटबल क्लबहरू छ यो चिजहरू छ प्रत्येक फुटबल क्लबको नामले नै बनेको पनि सिटीहरू छ नि त होइन त अनि यो चिज कम्पेयर गर्दाखेरि या हजुरको अनुभवमा चाहिँ साँच्चै लन्डनै जानुपर्छ त भन्ने जस्तो लाग्छ त यस्तो सर हजुरले भन्नुभएको जस्तो 4वटा कन्ट्री मिलेर बनेको युनाइटेड किङडम होइन अब यो नेपालीहरूको एउटा ट्रेन्ड के भइदियो भन्दाखेरि जो आए पनि म इनसाइड लन्डनै जान्छु तर उनीहरूलाई एक्ज्याक्ट रिजन थाहा छैन म किन इनसाइड लन्डन जान्छु होइन तपाईँको यो सोसियल इन्फ्लुएन्स भन्छु क्या सर म होइन तपाईँको कोही स्टुडेन्ट युके भनेकै लन्डन भनेर सोचिरहेको छ एकदमै कसैलाई थाहा पनि छैन के हो आउटसाइड लन्डन भने कति टाढा हो होइन तपाईँको युकेमा के कन्ट्री मिलेर के पनि थाहा हुँदैन होइन तपाईँको यो युके जाने स्टुडेन्ट्सहरू यो इनसाइडै जान्छु भन्नु रिजन चाहिँ सोसियल इन्फ्लुएन्स मैले अघि पनि भने जस्तै कसैको मेरो साथी त्यहीँ छ अरे मलाई साथीले यहीँ आऊ भनेको छ त्यही भएर म त्यहाँ जाने भन्ने कुराहरू आउँछ कि तर त्यो कुरालाई चाहिँ अलिकति रिसर्च पुगेन कि सर साथीले भन्यो अथवा मेरो फलानाले भन्यो भनेर जाने कन्ट्री होइन युके आफू एउटा अब्बल भएर एउटा रिसर्च गर्नुपर्ने एकदम नेसेसरी छ अब लन्डनमा त नभइकन आउटसाइड लन्डन लेट्स से तपाईँको म्यानचेस्टरको कुराहरू होइन म्यानचेस्टर भन्ने बित्तिकै तपाईँको इनोभेसन र इन्डस्ट्रीको लागि एकदमै प्रख्यात छ कि तपाईँले कसैले इम्प्लोइमेन्टको रेटकोदेखि लिएर होइन कसैलाई राम्रो एक्सपिरियन्स लिन मन छ भने म्यानचेस्टर जानु पर्यो त्यसै गरी कसैलाई चाहिँ अब एबरडिन भनौँ होइन एबरडिन भन्ने बित्तिकै चाहिँ एनर्जी क्यापिटल इन्जिनियर पढ्ने स्टुडेन्ट्सहरू हुनुहुन्छ एनर्जी सेक्टरमा लागेका स्टुडेन्ट्सहरू हुनुहुन्छ भने त्यो जस्तो ठाउँ एबरडिन जस्तो ठाउँ उनीहरूको लागि एकदमै बेस्ट हुन्छ त्यसै गरी तपाईँको लिड्सको कुराहरू होला होइन त्यसै गरी बर्मिङम भन्ने बित्तिकै तपाईँको अफोर्डेबल प्लस सेकेन्ड लार्जेस्ट सिटी युकेको होइन यस्तो ठाउँहरूलाई चाहिँ अलिकति एक्सप्लोर गर्न चाहिँ एकदमै इम्पोर्टेन्ट छ जस्तो लाग्छ कि किनकि अपर्च्युनिटी पक्कै पनि थियो पनि भयो एउटा सामान्य हिसाबले सोध्दा पनि गाउँमै होइन पठाउनु लाग्यो सिटीमै पठाउनु लाग्यो सिटीमै जाँदाखेरि चाहिँ कामको अपर्च्युनिटी भनेको जहिले पनि आफूले एक्सप्लोर गर्ने चिज पर्यो होइन अर्को चिज भनेको पढ्नको लागि फेरि 101 युनिभर्सिटीमै गएर युनिभर्सिटीको क्याम्पसहरू जाँदा पनि प्राय गरी युनिभर्सिटी नै जानु भन्ने मेरो सजेसन हुन्छ किनभने यु आर स्पेन्डिङ सर्टेन अमाउन्ट होइन गोइङ आउटसाइड योर कन्ट्री होइन त्यसमा पनि गएर चाहिँ अब क्याम्पसमा पढ्नुहुन्छ भने त उस्तै पऱ्यो भने चाहिँ 1 BK फ्ल्याट जस्तो चाहिँ एउटा क्याम्पस लोकेसन हो नि त किनभने युनिभर्सिटी नै गएको भने त्यो एक्सपिरियन्स लिनु भनेको चाहिँ सबभन्दा ठुलो कुरो जस्तो लाग्छ मलाई चाहिँ होइन त्यो चिजले गर्दाखेरि हाम्रो मेरो सजेसन नै प्रायः नै त्यही नै हुन्छ जाँदाखेरि चाहिँ युनिभर्सिटीको लोकेसनै अनुसार जस्तै प्लेमाउथ पनि मैले सुनेको प्लेमाउथ चाहिँ टुरिज्म एरियालाई चाहिँ एकदमै राम्रो भन्ने चिजहरूले चाहिँ
ऊ भएको छ नि त होइन उसले चाहिँ हजुर हजुर त्यो चिजले गर्दाखेरि चाहिँ एकदमै त्यसलाई पनि करेक्ट छ जस्तै अब स्टुडेन्टले बुझ्नु नेसेसरी छ कि मैले कुनै सब्जेक्ट मैले छानिरहेको छु भने त्यो सब्जेक्ट चाहिँ पर्टिकुलर कुन चाहिँ युनिभर्सिटीमा चाहिँ एकदम राम्रो छ त होइन जस्तै अब तपाईँले भन्नुभयो टुरिज्मको लागि हस्पिटालिटीको लागि प्लिमथ होइन त्यो ठाउँ चाहिँ तपाईँको एकदम टुरिज्म एरिया जस्तो भयो कि होइन कसैले चाहिँ टुरिज्म इन्डस्ट्री होला कसैले होटल म्यानेजमेन्ट हस्पिटालिटी म्यानेजमेन्ट अथवा इन्टरनेसनल टुरिज्म म्यानेजमेन्ट पढिराख्नु भएको छ भने प्लिमथ जानु पर्यो कि किनकि त्यहाँ त्यसको भ्यालु एकदम हाई छ भने मैले सुनेको प्लेमाउथ एडनबर्ग होइन एडनबर्ग त अझ मैले सुने अनुसार चाहिँ काठमाडौँ जस्तै हो जस्तै छ भने किनभने 364 दिनमा चाहिँ 300 दिन चाहिँ पर्व नै भएर चाहिँ बित्ने ठाउँ जहाँ चाहिँ कामको अपर्च्युनिटी पनि बढी हुन्छ धेरैलाई यो चिजहरू रिसर्च गर्दैन त्यो भएर चाहिँ उनीहरूले उता जाँदाखेरि पनि दुःख पाएको देखिरहेको होइन त्यो चिजहरू पनि गर्नु पर्यो फेरि लयलैमै लागेर जानु पर्दा पनि सबैको तपाईँको र म अहिले यहीँ नै बसिरहेको छु सिचुएसन हामी दुइटै सोफामै बसिरहेको छौँ सिचुएसन एउटै त छैन नि त होइन त त्यो चिजहरू पनि बुझ्नुपर्ने जरुरत धेरै बुझ्नु अनि कसैले अब यो तपाईँको ट्युसन फी एकदमै सस्तो भनेर धेरै कुरा कम्प्रोमाइज पनि गर्दैन हुन्छ कि मेरो भनाइ चाहिँ के हो भन्दाखेरि सर्वप्रथम युनिभर्सिटीको ऱ्याङ्किङ हेरेर जानु पर्यो नि त तपाईँले लाखौँ पैसा इन्भेस्ट गरिसकेपछि रिटर्न कसरी आउँछ त होइन मैले राम्रो ऱ्याङ्किङको राम्रो युनिभर्सिटी छाने भने त पक्कै पनि उसले त भ्यालु फर मनी भन्छ नि त कसैले लाखौँ इन्भेस्ट गरिरहेछ भने त केही न केही त छ नि त त्यहाँनिर क्वालिटीको कुराहरू आउँछ होइन सो फी एकदम सस्तो भन्दाखेरि पनि मैले जे गर्ने एउटा र्याङ्कले भोलि बिहान मान्यता दिने चिजहरूलाई चाहिँ म्याटर गर्ने हो नि त त्यसले अनि कम्पनीहरूले पनि फेरि त्यही अनुसार चाहिँ ओके यो युनिभर्सिटी पढेको अक्सफोर्डबाट पढेको या क्याम्ब्रिजबाटै पढेको स्टुडेन्टलाई त पक्कै पनि जागिरको लागि चाहिँ भौतारिनु पर्दैन होला नि त होइन धेरै एक्जाम्पल छ सर अक्सफोर्ड क्याम्ब्रिजमा त नभएर धेरै युनिभर्सिटी होइन युनिभर्सिटीहरू सबै एक क्लासकै युनिभर्सिटी हो अनि अर्को भनेको मैले चाहिँ युकेको सन्दर्भमा जस्तै युनिभर्सिटी चुजको गर्दाखेरि चाहिँ ध्यान दिनुपर्ने कुराहरू चाहिँ के जस्तो लाग्छ तपाईँलाई चाहिँ स्टुडेन्ट फर्स्टमा त अब युनिभर्सिटी कसरी चुज गर्नु पर्यो भन्दाखेरि सर धेरै जस्तो स्टुडेन्टले चाहिँ पहिला एकाडेमिक हेर्नु पर्यो मेरो एकाडेमिक के गरी लो छ र मलाई त्यो मैले जानु रहेको युनिभर्सिटी मैले एउटा चाहिँ एक्सवाइजी यो क्वेसन किन सोधेको भन्दाखेरि चाहिँ मैले चाहिँ प्राय गरी कस्तो हुन्छ भन्दाखेरि चाहिँ म ब्याचलर्सै गर्न चाहन्छु अनि कति कुरो त मार्क्सले पुग्दैन होला इन्ट्री लेभलै आफ्नो प्राय गरी कति युनिभर्सिटीले अब प्राय गरी युनिभर्सिटीहरूले हेर्दाखेरि चाहिँ नेपालको +2 डाइरेक्ट एक्सेप्ट गर्ने युनिभर्सिटीहरू पनि कमै देख्छु मान्छे है डाइरेक्ट कसैले गर्छ भने कसैले चाहिँ +2 लाई नगरेर उनीहरूले चाहिँ पाथवे कलेजबाट चाहिँ बरु सेकेन्ड इयरमा इन्ट्री दिन्छ होइन त्यो चिजहरू पनि त छ नि त त्यो पनि बुझ्न पर्ने जरुरत चाहिँ मैले देखेको छु होइन अब जस्तै अब कसैले अब आइएल्सकै रिक्वायरमेन्टमा कसैले आइएल्सै गरेको छैन होइन तर तपाईँको वेबर दिनको लागि पनि अब सिइटी आएको छ त्यस्तो स्टुडेन्ट चाहिँ म यही युनिभर्सिटी जान्छु भनेर त भएन नि त तपाईँको एकाडेमिकली तपाईँको हरेक कुरा म्याच हुनुपर्छ कि युनिभर्सिटी छान्नको लागि होइन तर ह्याभिङ सेड द्याट अब राम्रो युनिभर्सिटी जान पाउँदैन भन्ने चाहिँ भनेको होइन तर अलिकति रिसर्च गरेर एक्सप्लोर गर्नु पर्यो होइन काउन्सिलर्सहरूको सहायताले स्टुडेन्टहरूले चाहिँ कता जाँदा राम्रो हुन्छ मेरो प्रोफाइल कुनको लागि बेस्ट हुन्छ भनेर तपाईँको काउन्सिलिङ पनि प्लेज अ भेरी इम्पोर्टेन्ट रोल है फेरि त्यसको लागि चाहिँ सो त्यो सबै कुराहरू समेटेर चाहिँ स्टुडेन्टलाई चाहिँ अब हुन्छ नि बेस्ट युनिभर्सिटी तिम्रो प्रोफाइल तिम्रो ब्याकग्राउन्ड अनुसार चाहिँ यो बेस्ट हुन्छ भनेर चाहिँ हामीले उनीहरूलाई रेकमेन्ड पनि गरिदिनु पर्ने हुनसक्छ कि प्राय गरी चाहिँ अब सजेसन दिनुपर्ने चाहिँ हाम्रो काम हो है हाम्रो भन्नाले जो हामी एज अ प्रोभाइडर पनि नभनौँ मिडिएटर भनौँ न एउटा कलेज र स्टुडेन्ट बिचको चाहिँ हामी मिडिएटर त हो नि होइन त्यो चिजहरू हेर्दाखेरि चाहिँ सजेसन चाहिँ हामी दिने डिसिजन चाहिँ स्टुडेन्टले आफै लिन सक्ने चाहिँ क्यापेसिटी बनेर यहाँबाट गयो भने चाहिँ उसले दुःख चाहिँ पाउँदैन भने एउटा कुरा कम्युनिकेसन पनि राम्रो बनाउन जानु पर्यो कि बरु मैले के रेकमेन्ड गर्छु भन्दा क्लासेस ल्याऊ भन्छु कि सर म पब्लिक स्पिकिङहरूको क्लासेसहरू लिने कसरी इन्टरेक्ट गर्ने इन्टरेक्टिभको क्लासेसहरू कति रन हुन्छ क्या सर अहिले मार्केटमा मान्छेसँग इन्टरेक्ट गर्दाखेरि इङ्ग्लिसमा कसरी कम्युनिकेट गर्ने भन्ने कुराहरू अहिले धेरैले क्लासेसहरूमा चाहिँ लिनुभयो भने उहाँहरूको जुन इन्टरेक्ट गर्ने किनकि त्यहाँ गएर त बोल्नु पर्यो सर होइन इङ्ग्लिसै नपढेका स्टुडेन्ट्सहरूलाई त्यो क्लासेसहरू पनि लिनु भएको छैन भने त्यहाँ गएर निकै नै गाह्रो पर्छ होइन सो मेरो रेकमेन्ड जतिजना युके जान खोजिराख्नु भएको स्टुडेन्ट्सहरूलाई चाहिँ म के भन्न चाहन्छु त्यो स्टुडेन्टमा त तपाईँको इन्डिभिजुअल्सहरू अथवा जो पनि हुनुहुन्छ केही इन्टरेक्टिभको एउटा सेसन अथवा क्लासेसहरू चाहिँ जोइन गर्नुहोस् पब्लिक स्पिकिङहरू हुन्छ होइन तपाईँको यहाँनिर अहिले हाम्रो के भन्छ नि यो टोस्ट मास्टर्सहरू छ होइन क्लबहरू छ त्यसमा पार्टिसिपेट हुनुहोस् जोइन गर्नुहोस् त्यसले आफ्नो कन्फिडेन्ट पनि बिल्ड गर्छ साथसाथै तपाईँको वेल स्पोकन के तपाईँ कसरी बोल्ने कुन तरिकाले बोल्ने आफूलाई कसरी
पोर्ट्रे गर्ने कुराहरू पनि त्यस्ता क्लासेसहरूबाट धेरै सिकिन्छ कि सो मेरो रेकमेन्डेसन चाहिँ एउटा त्यो पनि जान्छ स्टुडेन्टले चाहिँ अलिकति क्लासेसहरू जोइन गरेर आफूलाई चाहिँ कसरी मेरो स्किल्स इन्हान्स गर्ने भन्नेतिर बाटोतिर पनि सोच्नु चाहिँ पर्ने हुन्छ कि युके जानको लागि चाहिँ अनि अर्को सबैभन्दा मेजर अब र अन्तिमतिर पनि आउँदैछ हामी चाहिँ यो इन्टेकहरूको सन्दर्भमा चाहिँ मेजर गरी चाहिँ मैले कहिले एप्लाई गर्ने हैन यो चिजहरू पनि कति कुरा चाहिँ कन्फ्युजन भइराखेको पनि देख्छु मैले र ल्याब अब उही हाम्रो नेपालीको बानी अब उही लास्ट मोमेन्ट आएपछि हतार गर्ने जुन बानी हुन्छ नि त्यसलाई चाहिँ हामीले चाहिँ अब इन्टेकदेखि लिएर हामीले कहिलेबाट तयारी गर्दा ठिक हुन्छ जस्तो लाग्छ हजुर अब इन्टेकको कुरा गर्नुपर्दा त सर अब युकेले चाहिँ मल्टिपल इन्टेक्सहरू चाहिँ प्रोभाइड गर्नुहुन्छ होइन लाइक अब जनवरी भयो तपाईँको मे जुन भयो कसैले नोभेम्बर सेप्टेम्बर त मेन भइहाल्यो कसैले नोभेम्बर अक्टोबर कति छ प्राय गरी त हाम्रो युके त जान र सेप्टेम्बर नै मेन भयो जनवरी र सेप्टेम्बर मेन भयो तर कसैलाई जनवरी छुट्यो भने पनि बिचमा चाहिँ जान मेको लागि जुनको लागि छ होइन अब यो अप्लाई गर्ने दौरानमा चाहिँ म के भन्छु भन्दा लास्ट मिनट एप्लिकेसन चाहिँ अभोइड गर्नुहोस् कसैले तपाईँकोलाई चाहिँ मेमा जान खोजिराख्नु भएको छ भने जनवरी फेब्रुअरीदेखि एप्लिकेसन अगाडि पठाइराख्नु पर्यो कि विच मिन्स मिनिमम पनि तपाईँको 3 महिना अगाडि चाहिँ एप्लिकेसन्सहरू हालेर सबै प्रोसेसिङहरू गरेर 1 महिना अगाडि चाहिँ भिसा लज गरेर बस्नुहोस् भन्छु किनकि लास्ट सेसन हामीले के देख्यौँ भन्दाखेरि लास्ट मिनटमा एप्लिकेसन सबमिट गर्दाखेरि लास्टमा के भइदियो त युकेबिआई गभर्मेन्टले तपाईँको कसैलाई इन्टरभ्यू राख्दियो इन्टरभ्यूको आउटकम डिले गरिदियो भिजा एप्लिकेसन्सहरू डिले आउने भएर कति विथड्र हुने भयो त्यसले गर्दा त के भइदियो तपाईँको भिजा फी जुन पे गरेका हुन्छन् कतिले प्रायोरिटी भिजामा हजारौँ तिरेर गरे हुन्छन् त्यो त वेस्ट भयो नि त प्लस भने फेरि अर्को इन्टेक जान्छु भन्दाखेरि 3 महिना कट्यो भने फेरि ग्यापको कुराहरू आइदिन्छ ग्याप हुन्छ प्लस भनेको फेरि भिजा नै लज गर्नु पर्यो नि भिजा लज गर्नु पर्यो फेरि 1,10,000 भनेको पनि ठुलो कुरो हो नि त यहाँ त त्यो चिज दुईटै नै गर्नु पर्यो सो अलिकति हामीले विचार गर्नुपर्छ जतिजना इन्डिभिजुअल्सहरूले अप्लाई गर्न खोजिराख्नु भएको छ भने अलिकति टाइम लिएर थोरै टाइम होइन सर म्याक्सिमम टाइम लिएर किनकि अलिकति रिसर्च गर्नु पर्यो अनि अहिलेबाट हामीले देख्दाखेरि चाहिँ अब यो जुन हाम्रो मार्च चलिरहेको छ नि त अब होइन मार्च जस आउँदैछ भनेपछि अब मेको लागि गर्ने पनि अहिले प्रोसेस सुरु गरेर सेप्टेम्बरलाई पनि अहिलेबाट सुरु गर्दा धेरै राम्रो भयो नि त सर केही बिग्रेन बरु त्यति बेलासम्म त टाइम पाइयो नि त अफर निकाल्ने अफरमा के लेखेका छ त्यसको बारेमा कोर्सहरू मैले के पढ्दैछु भनेर सबै रिसर्च धेरै धेरै सहज हुन्छ कि सर त्यही भएर टाइमले कहिले पनि कुर्दैन कि आफूले अगाडि बढ्नुपर्छ कि टाइमलाई लिएर होइन सो मसँग त्यही टाइम छ सेप्टेम्बरमा अझै आउनु बाँकी छ भन्नुभन्दा पनि बरु म अहिलेदेखि अफर अप्लाई गर्छु अफर लिन्छु त्यसपछि कम्पेरिजन्स गर्छु र वाट्स बेस्ट फर मी भन्ने कुरातिर चाहिँ म फोकस गरेर चाहिँ डिसिजन मेकिङमा चाहिँ अगाडि बढ्छु भनेर चाहिँ सोच्नुपर्ने हुन्छ कि सर आई थिङ्क हामीले समसामयिक दिन खोजेको कुराहरू लगभग अब स्टुडेन्टहरूले पुगे जस्तो पनि लाग्यो र कति कुरा अझै त होला गर्दै जाँदाखेरि हुँदै जान्छ होइन यो धेरै कुरा आउँदै जान्छ होइन आजको अब यो बिहानकै समयमा बसिरहेको छ हामी है कहिले बिहानमा नै उठाए त्यसको लागि चाहिँ सरी अनि अब आजको लागि चाहिँ हामीले उनै पोडकास्टलाई चाहिँ यही नै छोट्याउँछौँ र अर्कोचोटि फेरि अझै अब केही चेन्जेसहरू आएको चिजहरूलाई चाहिँ या केही चिजहरूलाई चाहिँ आउँदा बित्तिकै हामी चाहिँ अपडेटहरू हामी स्टुडेन्टहरूलाई चाहिँ अभियसली प्रोभाइड गर्नेछौँ र हजुरले अन्तिमकोमा केही भन्न चाहनुहुन्छ भने ओके अन्तिममा त म के भन्न चाहन्छु भन्दाखेरि युके अथवा युरोप जुनसुकै डेस्टिनेसन छान्नुहोस् होइन एकदम सोचेर रिसर्च गरेर हरेक कुरा कम्पेयर गरेर मात्र डिसिजन लिनुहोस् किनकि एउटा डिसिजनले तपाईँको लाइफ चेन्ज हुनसक्छ होइन त्यो डिसिजन लिँदाखेरि चाहिँ एकदमै सोचेर मात्रै लिनुहोस् भन्न चाहन्छु थ्याङ्क यू so much. Yes, thank you.